चीनको एआई रणनीति। चीनले सन् 2017 मा न्यू जेनेरेसन आर्टिफिशियल इन्टेलिजेन्स डेभलपमेन्ट प्लान एआईडीपी जारी गर्दै सन् 2030 सम्ममा विश्वको अग्रणी एआई शक्ति बन्ने महत्त्वाकांक्षी रणनीति अघि सारेको छ। यो रणनीतिले प्राविधिक नेतृत्व, आर्थिक वृद्धि र राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने लक्ष्य राख्छ। यहाँ चीनको एआई रणनीतिका मुख्य पक्षहरू संक्षेपमा प्रस्तुत गरिएको छ। मुख्य सिद्धान्तहरू। प्राविधिक नेतृत्व। एआईमा परिवर्तनकारी र क्रान्तिकारी प्रगति हासिल गर्न दीर्घकालीन लगानी र अनुसन्धानमा जोड। प्रणालीगत रणनीति। समाजवादी प्रणालीको लाभ उठाउँदै ठूला एआई परियोजनाहरूमा स्रोतहरू केन्द्रित गर्ने। बजार प्रभुत्व। एआई प्रविधिको व्यावसायीकरणलाई तीव्र बनाएर प्रतिस्पर्धात्मक लाभ हासिल गर्ने। खुला र सहकार्य। उद्योग र शैक्षिक क्षेत्रबीच ओपन सोर्स सेयरिङ र सैन्य नागरिक सहकार्यलाई प्रोत्साहन। रणनीतिक लक्ष्यहरू। सन् 2020 एआई मोडल र प्रविधिमा ठूलो प्रगति, विश्वस्तरमा प्रतिस्पर्धी बन्ने र केही क्षेत्रमा एआई नीति र नैतिक मापदण्ड स्थापना। सन् 2025 एआई प्रविधि र सिद्धान्तमा महत्त्वपूर्ण सफलता, विश्वको अग्रणी एआई शक्ति बन्ने। सन् 2030 विश्वमा एआई नवप्रवर्तनको केन्द्र बन्ने। 1 ट्रिलियन युआन लगभग 150 अर्ब डलर को एआई उद्योग र 10 ट्रिलियन युआनको सम्बन्धित उद्योग सिर्जना गर्ने। प्रमुख पहलहरू। ठूलो लगानी। केन्द्रीय र स्थानीय सरकारहरूले एआईमा अर्बौं डलरको लगानी गरिरहेका छन्। उदाहरणका लागि, 2 क्षेत्रीय सरकारले 100 अर्ब युआन लगभग 14.7 अर्ब डलर को प्रतिबद्धता जनाएका छन्। इन्फ्रास्ट्रक्चर। 250 भन्दा बढी एआई केन्द्रित डाटा सेन्टरहरू निर्माण, जसमा उच्च प्रदर्शन प्रोसेसर र ऊर्जा क्षमता समावेश छ। साथै अन्तरिक्षमा आधारित एआई प्रोसेसिङका लागि 2800 स्याटेलाइटहरूको सुपर कम्प्युटिङ नेटवर्कको योजना। उद्योग विशेष अनुप्रयोग। स्वास्थ्य, उत्पादन, ऊर्जा र यातायात जस्ता क्षेत्रमा एआईको प्रयोग, जस्तै डिजिटल ट्विन्स, प्रेडिक्टिभ मेन्टेनेन्स र स्वायत्त यातायात प्रणाली। प्रतिभा विकास। विश्वका शीर्ष एआई प्रतिभाहरूलाई आकर्षित गर्न र तालिम दिन शिक्षा प्रणालीमा सुधार। उदाहरणका लागि, विश्वविद्यालयहरूमा एआई पाठ्यक्रम विस्तार। सैन्य नागरिक एकीकरण। रक्षा र नागरिक क्षेत्रहरूमा स्रोत र प्रगतिको साझेदारी, जस्तै कमान्ड निर्णय, सैन्य उपकरण र साइबर अपरेसनमा एआईको प्रयोग। नैतिकता र नियमन। नैतिक मापदण्ड, डाटा गोपनीयता र एआईको दुरुपयोग रोक्न नीतिहरू निर्माण। सन् 2021 मा सिफारिस एल्गोरिदमहरू नियमन गर्ने विश्वकै पहिलो विस्तृत नियमहरू लागू। जोखिम व्यवस्थापन। एआई प्रणालीहरूको सुरक्षा र विश्वसनीयताका लागि जोखिम चेतावनी र आपतकालीन प्रतिक्रिया प्रणालीको विकास। चुनौतीहरू। प्राविधिक कमी, उच्च प्रदर्शन चिप्स र आधारभूत सफ्टवेयरमा आत्मनिर्भरताको कमी, विशेष गरी अमेरिकी निर्यात नियन्त्रणका कारण। प्रतिभा प्रतिस्पर्धा। अमेरिका सङ्घको प्रतिभा प्रतिस्पर्धामा पछाडि रहन सक्ने जोखिम। क्षेत्रीय असमानता। बेइजिङ जस्ता केन्द्रहरूमा प्रगति भए पनि क्षेत्रीय स्तरमा समन्वय र ब्युरोक्रेटिक अवरोधहरू। अन्तर्राष्ट्रिय आयाम। चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ र ब्रिक्स मार्फत अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दैछ। उदाहरणका लागि, सन् 2019 मा चीन आसियान एआई शिखर सम्मेलन आयोजना। अमेरिका सङ्घको प्राविधिक प्रतिस्पर्धामा असम्मित रणनीतिहरू, जस्तै सस्तो र प्रभावकारी प्रविधिमा ध्यान र ओपन सोर्स एआईमा प्रभुत्व स्थापित गर्ने प्रयास। प्रभाव र भविष्य। आर्थिक। एआईले चीनको जीडीपी वृद्धिमा योगदान पुर्याउने अपेक्षा। सन् 2028 सम्ममा लगानीमा सन्तुलन र सन् 2030 सम्ममा 52% प्रतिफल। सुरक्षा। साइबर युद्ध, निगरानी र स्वायत्त हतियार प्रणालीमा एआईको प्रयोगले सैन्य क्षमता वृद्धि। वैश्विक नेतृत्व। बेइजिङले विश्व एआई मापदण्ड र नैतिकता निर्धारणमा प्रभाव पार्ने लक्ष्य राखेको छ, तर अमेरिका सङ्घको प्रतिस्पर्धा र नियामक चुनौतीहरूले जटिलता थप्छ। निष्कर्ष। चीनको एआई रणनीति सरकार केन्द्रित, दीर्घकालीन र रणनीतिक छ, जसले प्राविधिक, आर्थिक र सैन्य क्षेत्रमा विश्व नेतृत्वको लक्ष्य राख्छ। यद्यपि, अमेरिकी निर्यात नियन्त्रण, प्रतिभा अभाव र आन्तरिक समन्वयका चुनौतीहरूले यसको महत्त्वाकांक्षालाई प्रभावित गर्न सक्छ। तुलनात्मक रूपमा, ट्रम्प प्रशासनको हालैका कार्यकारी आदेशहरूले अमेरिकालाई एआईमा प्रभुत्व कायम राख्न ठूलो निजी लगानी र ऊर्जा पूर्वाधारमा जोड दिएको छ, जसले चीनसँगको प्रतिस्पर्धालाई थप तीव्र बनाउँछ। यदि तपाईलाई थप विश्लेषण वा तुलनात्मक अध्ययन चाहिएमा, कृपया बताउनुहोस्।